Huh? Pull or चढेर जाने? होइन हेर जाने भन्नु ड्याड हेर यार ज्ञान यसको कस्तो आउँदा थियो भिडियो खै एकछिन उता उता ड्याड यता म देख्छु क्या राम्रो आउँछ भिडियो बनाउनु पर्ने मेरो नि त्यसबाट भिडियो के बनाउँछ से अहिले पनि हामी यहाँ पहिला सर्कस छेपर्दाखेरि पौडी खेल्न आएको थिएँ पौडी खेलेको थिएँ कि यहाँ ऊ माथि गएर पौडी खेलेँ माथि गएर खेल्यो नि पौडी के अरे युवराज म सोध्नु छ अरे नि अब 4-5 जना विष्णु ओबल हामी चाहिँ फाइनली त्यो महादेव मन्दिर आइपुग्यो बेलपत्र हुन्छ मन्दिर दर्शन गराइयो कस्तो ढिलो छिराइदिनु यसो हल्लै थियो Om Namah Shivaya, Om Namah Shivaya, Om Namah Shivaya. Agad. कस्तो टाइम लाग्यो त आउन नि किने हो क्या के किने 20 रुपैयाँ ए त्यसमा हाल्यो दुधहरु चाहिँ हाल्यो हाम्रो ठुल्ला नि अहिले त्यहाँ गएर मलाई चलिरहेको कस्तो बिस्तारै हिँडेको है ज्यान घटाएन त यार भेट के पढ्यो
दुर्गेश्वर महादेव भगवानको श्री दुर्गेश्वर महादेव भगवानको जय होस्। आदरणीय भक्तजनहरू, दुर्गेश्वर महादेव भगवान भेट्न जाँदाखेरि त्यो जानुभन्दा अगाडि हजुरहरूले त्यहाँ जुत्ता फुकाल्ने ठाउँ छ अगाडि, जुत्ता मोजा फुकालेर त्यो सम्बन्धित ठाउँमा राखेर अनि हात गोडा धोएर राम्रोसँग मुख खोलेर भगवानको चिन्तन गर्दै यो बिचको बाटो जानु होला। त्यहाँ गणेश मन्दिरमा पुगिन्छ, त्यसपछि यता आएर माथि भगवान भोले बाबा भेट्न पुगिन्छ। त्यो हिसाबले जानुपर्ने छ हजुरहरूले। अनि भगवान भेट्न गइसकेपछि भगवानलाई विशेष गरेर अबिर केसरी नचढाइदिनु होला। दुर्गेश्वर महादेव भगवानलाई अबिर केसरी चढाउँदा दुर्गेश्वर महादेव रिसाउनु भएको कारणले बन्द गरेको छ। यहाँहरूलाई यो जानकारी गराउन चाहन्छौँ। र अर्को धुपबत्ती बाल्ने विषय छ। अहिले तत्कालको लागि चाहिँ त्यहाँ भगवान भाटा पूजा गरिसकेपछि अलिक तल्लोपट्टि ओर्लेर आएपछि त्यहाँ बाल्ने ठाउँ बनाएको छ अहिले तत्कालको लागि भनेर। पछि चाहिँ यतै तलै बाल्ने व्यवस्था हुनेछ। अहिले चाहिँ माथि नै, तर भगवान भाटा नबालिदिनु होला। धुपबत्ती भगवानलाई छोडेर हाम्रा परिवारमा सुख शान्ति होस् भनेर तल्लो लिएर आएर अलिक तल्लोपट्टि बाल्ने साइड बनाएको छ, त्यहाँ बालिदिनु होला। भगवानलाई हृदयमा सम्झिँदै आफ्ना इच्छाहरू पनि केही भन्न परेछ भने धेरै कुरा नभन्नु होला फेरि भगवानलाई। यहाँ दुई कुरा भने नि पाइँदैन, एक कुरा भने चिज सफल भइहाल्छ। दुर्गेश्वर दिव्य स्वरूप मानिन्छ, स्वयं साक्षात्कार महादेव हुनुहुन्छ। त्यसैले हजुरहरूका नि केही इच्छा छन् भने एक कुरा विशेष गरेर हृदयदेखि विश्वासका साथ भगवानलाई भनिराखेर जानु होला। हजुरहरूका इच्छा भगवान दुर्गेश्वर महादेवले पुरा गर्नुहुनेछ। हजुरहरूलाई यो पनि जानकारी गरायौँ। अर्को कुरो पूजा गर्नु होला हृदयदेखि भगवानलाई सम्झेर। तर पूजा गरिसकेपछि चाहिँ त्यो कागज, प्लास्टिक, तुना, टपरी हजुरहरूले आफैले पूजा गरिसकेपछि आफैले व्यवस्थापन गरेर यहाँ तल लिएर आएर डस्टबिनमा राखिदिनु होला भन्न पनि यो विशेष अनुरोध गर्न चाहन्छौँ। किनभने पूजा गऱ्यो भगवानलाई त्यो फोहोर चाहिँ भगवानलाई नै थुपारेर हिँड्दाखेरि हामीलाई दोष लाग्न सक्छ। त्यसैले हजुरहरूलाई सम्पूर्ण भक्तजनहरूलाई विशेष गरी यो आग्रह र जोरदार सुझाव र सल्लाह दिन चाहन्छौँ। दुर्गेश्वर महादेव भगवानको र विशेष गरेर अहिले हाम्रो विगत श्रावण महिनादेखि यहाँ यो दुर्गेश्वर महादेवको विशेष आरती, गङ्गा आरती अर्थात् दुर्गेश्वर महादेवको विशेष सन्ध्या आरती भनेर सञ्चालन हुँदै आइरहेको अवस्था पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। विगत श्रावण महिनादेखि विशेष सोमबार बेलुका 5 बजे आरती, दिव्य आरती, महाआरती सुरु हुन्छ र त्यसै गरी शनिबार मध्याह 12 बजे मध्याह आरती, दिव्य आरती, महाआरती सुरु हुन्छ भन्न पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। त्यसैले आजसम्म दिव्य आरती सुरु भइरहेको अवस्था छ। यहाँहरू जो कोहीलाई पनि यो दिव्य क्षेत्रमा भगवानको नाममा अर्थात् पितृको नाममा अर्थात् कुलदेवताहरूको नाममा हाम्रा परिवारको नाममा हामी पनि यो दिव्य क्षेत्रमा महाआरती गर्नको लागि हामी पनि सहयोग गर्छौँ भन्ने इच्छा हजुरहरूलाई जागृत भयो। पहिला त्यो गणेश मन्दिर हो। गणेश मन्दिर पूजा गर्नु पर्छ। मेरो गाउँ चाहिँ खिच्नु छ है। यहाँ खोलेर टमाटर सलाह आएन। फुल मात्र चढाउने हो। मलाई सुपारी दुर्गेश्वर महादेव भगवानको सुप्रिया देवी माताको जय हो।
यहाँ पनि खुल्छ होला यस्तो कुरो बुझेर कार्य गर्नुहुन्छ खै उहाँलाई दिव्य ज्ञान दिनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद जय समदुखेश्वर भोले बाबा ठुलानी बहिनीसँग आएको छ उनीहरूलाई पैसा पैसा त दिएको मैले खुद्रा पैसा त है यहाँ बस भएको अबिर अक्षता त हे गर अबिर अक्षतामा हाल्नु हुन्छ नि त नि पूजा गर्दै जान्छ गर्नु न जल छ त सुरुमा गणेशको पूजा गर्नुपर्छ निकाल्नु त निकाल्यो है त फुलै छैन मसँग त भाइ ढाँड गाउँमा झुले कमीको हुने बाटो यस्तो छ त्यसरी जाने निहुरेर गाह्रो हुँदो रहेछ हो निहुरेर जाने तलबाट बिस्तारै बिस्तारै जानुपर्छ लास्टै जानु छ ज्यान ठुलो
अहिले चाहिँ बिहान चाहिँ त्यति भिड हुँदैन अब दिउँसो लामा नाप्छ के लामा झरी नाच्छ कसले घडी फालेछ फेरि है खोइ कसको आलु घडी हो कालो चर्दैछ अब त भिड चाहिँ अहिले भिड छैन धेरै साह्रो पानीहरू होइन धारा पानीहरू शौचालय शौचालय फ्री वाइफाई फ्री वाइफाई चाहिँ सबै गर्दैन फ्री वाइफाई चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्ज छ त बच्चा गर्नु सहितसित दर्शन गर्न पाइयो जान पाइयो Oi, come on. Pagla. Hah? Apa itu? Oh, ini kayak lain apa sih?
आएँ नि यार आज मिसहरूलाई लिनु अब अरे सुरुमै भन्नुपर्थ्यो नि त सुरुमै भनेको भए त अन्त एउटा मिलाएर आउँथ्यो नि त मलाई होइन नि त घरमा नजाने भने भएर हो नि त दाइहरू अगाडि मेरो कहाँ बस्यो अब हामी सकेको छौँ Omai nama wada sumdi darasakata adi samya sambuddhaya taida ombani puni mapuni abrabdikana sambhava vishudya bhayani bhajina samja ondo jogona vishivali shivakalan disga sandhi rupya nasu sochara salos भन्मा चित्ता को रूप भागल है भागल परोस अंदर कृपा ले रक्षा करना जो शांति में परवाना होइन मसँग हेर्दा खोज्दा मसँग एकैछ पखाइ एकछिन हेर्छ है म भयो यसरी होम माने प्रेम चाहिँ बत्ती बाल्दैछु हो म बत्ती गर्छु ल
ढोला चाहिँ हाल्नु पऱ्यो होला बन्द भयो त अनि त्यो यस्तो चाहिँ चल्छ कहिले होला त्यो पनि के त भयो Hơi like that. Lại bây giờ cái nào to?